Chitwan Upper Dangadi. गाइस हामी चाहिँ उपरदाङगढी आएको यो चाहिँ के भन्छ ऐसल्यु अहिलेसम्म खाएन फर्स्ट टाइम हो अनि फाइनली आज न्यु इयरको दिन चट्ट आयो हामी यो के भन्छ ऐसल्यु च्याप्प कुछ यादें याद रखना कुछ बातें याद रखना जिंदगी में हम तुम साथ नहीं रहेंगे लेकिन हम कभी मिले थे ये बात जिंदगी भर याद रखना क्यों इतना तड़पाए। हेलो गाइज हामी चाहिँ उपरदाङगढी हामी डुलिएर घुमेर फर्किँदै हो हामी चाहिँ होइन हामी हेलो गिरी सर सब्सक्राइब भन्नुहोस् न नाम के छ कान्छा ब्लग्स सबैले फलो अनि सब्सक्राइब गरिदिनु होला अनि हामी चाहिँ त्यहाँ घुमेर आइसक्यो अब चट्ट हामी चाहिँ फर्किँदैछौँ अनि हजुरहरूलाई फेरि केही समयपछि फेरि केही प्रतिक्रिया दिनेछौँ अनि हामी त्यहाँ घुमेर आइसक्यो बट हामी चाहिँ म हिजो बेलुका निस्केको एकैचोटि बिहान 3:30 बजे सुतेको अनि बिहानै 6 बजे उठेर राजन दाइलाई कल गरेर नुहाएर एक गते चाहिँ मनाउने यार अब कहाँ जाने थाहा छैन राजन दाई मलाई पनि चाहिएको थियो एउटा हेल्मेट भर्खर मलाई नि है दाइ ऐसल्यु दाइ छिटो टिपिदिनु न अब यहाँ त छँदै छैन के टिप्ने उहाँ अहिले बाटोमा छ भने होइन गाइस खोइ भिडियो यता देखाउनु न ऐसेलु बाटोमा टन्ने खाएको अहिले खानु पर्छ केटा हामी अनि एउटा मलाई दिनु न यार के हो कति लोभी भयो यो भन तिमीलाई रुखै भात दिन्छु यो खोज्छ यो चाहिँ काफल नेपाली फेरि काफल ऐसेलु ऐसल्यु यो त खाली काफल भन्छ गाजी हेरेर उ या तल बाइ चान्स मलाई चाहिँ केही थाहा भएन 50 रुपैयाँ सक्यो है हाम्रो ल है 50 रुपैयाँ सक्यो है अब सबैको यहाँबाट त्यो टिकट के 50 रुपैयाँ एकजनाको पर व्यक्ति 50 रुपैयाँ ल 50 रुपैयाँ टिकट सक्यो सक्यो हिँड्न चाहिँ त्यो खुड्किलो हो नि ओइ यो लामो भयो के अलिकति यति बनाउनु पर्ने कि यति हिँड्न सजिलो हुन्थ्यो कि यता एउटै खुट्टा मात्रै खासै हुनुभयो के भन्छु भने हामी यहाँ आउने ठाउँ हो तर बाटो नि दामी छ यस्तो टर्निङ ट्यान जस्ताले आउँछ बाटो नि तर दामी तान्दो रहेछ ह्यान्डरले चाहिँ मजाले स्प्लेन्डरले जेले पनि तान्छ नि भनेको तान्न त होइन यो पालो त्यहाँ उकालो थियो नि त्यतिखेर एनएसले रम्मै रोक्या के अनि स्टार्टै नभइदिएर एनएस त अनि धगालेर केटाहरूले धगालेर माथि ल्याएर एकछिन सेलाएर अनि बल्ल स्टार्ट भयो अनि हामी चाहिँ के भन्छौँ भने यहाँ आउनुहोस् अनि यहाँ ऐसल्यु नै छ यो काफल यो ऐसेलु हो कि काफल यो काँचो काफल छ यो हप्ता दिनमा पाक्छ हप्ता दिनमा जो आउनुहुन्छ त्यसले पाउनुहुन्छ फ्रीमा फ्रीमा कालो काफल चाहिँ उहाँ छ है हामी पैसा तर यता ऊ चाहिँ नहुने कि है लाली गुराँस चाहिँ नहुने है उहाँ माथि दाइ उहाँ माथि यो राजन दाइ यो माइला दाइ यो काइला दाइ म काइन्छ भाइ हामी 4 जना मिलेर 4 भाइ मिलेर
आइछौँ अनि यहाँ आइछौँ अब हामी हिँड्नै मिलेन कि अलिकति अब हिँड्नु यस्तो खुड्किरहेको छ रम्मै अलिकति आँखा मोड्यो नि लडास लाग्यो अब हामी आइछौँ यहाँ 4 दाजुभाइ अब हामी फर्किन पनि लागेको छौँ है चाँडै नै एउटा प्रतिक्रिया दिनु होला मलाई चाहिँ के भन्छ भने डक्टरले होइन जे गरे नि गर तर दिउँसो नलाइ राति चाहिँ चस्मा ला भन्छ होइन किन हो त्यो राम्रोसँग नदेख्ने भएर हो कि के नदेख्ने भएर हो चस्मा लाउँदा राम्रो देखिन्छ कि के गर्दा राम्रो देखिन्छ भनिदिनुलाई सबैले होइन त मलाई पनि है मलाई पनि है कालो चस्मा लाउँदा कस्तो देख्छ कालो मान्छेलाई ओए काफल हुने होइन यहाँ काफल ओए कति पाकेको यार कालो भएको छ खानु न भाइ यो काफल खायो भने छेर्कोट लाग्छ दिस इज कुखुरा अब दिस इज डग ओहो यसको नानी पनि होला नानु तिम्रो नानु कता छ आऊ जाउँ चिताउन आऊ जाउँ चितवने त यो पनि चितवने त हाम्रो घर छ वर न यो चाहिँ हाम्रो तेज होमस्टेक तपाईँलाई सम्पर्क नम्बर त्यहाँ छ 984514 कामना साथ चाहेमा चाहेमा सम्पर्क गर्नु हो यो चाहिँ मेरै आफ्नै मामाको होमस्टे हो यसलाई केही भिजिट गर्नु छ भने यहाँ आउँदा भन्छ तपाईँलाई के त्यो गर्नु छ भने मलाई कल गर्नु म यहाँ तपाईँलाई सम्पर्क गरेर सस्तोमा मिलाउने छ रुम आफ्नै मामा भनेर तर सबैले होइन भन्छन् कि म भिडियो त एनी टाइम जहाँ गयो नि भिडियो बनाइन्छ भुल्नेलाई नि बनाइन्छ तर कस्तो लाग्छ भने एउटा के भन्छ भने बोल्न चाहिँ सकिँदैन कि भिडियो मोबाइल त्यो साह्रो चाहिँ हुँदैन होइन बोल्न जानुपर्छ बट अब के हो फिल त भिडियो बनाऊ भन्छु अनि बनायो एडिट गऱ्यो अनि के मिल्दैन के नमिले जस्तो हुन्छ अनि हाल्नै जाऊ लाग्छ क्या त्यही भएर एउटा होइन म मेरो एउटा च्यानलमा 2टा भिडियो छ सबैले हेरेर सब्सक्राइब गरिदिनु होला बट हामी चाहिँ फर्किँदै म त्यो माल सामान त्यसले बोकिरह म चाहिँ बिस्तारै हिँडिरहेको छु होइन अब चाहिँ लास्ट ओह्रालो छ मैले हेलमेट माउन्ट हाल्छु भनेको बिर्सेछु कि नत्र हजुरलाई घरबाटै देखेको भ्लग हुन्थ्यो स्कुटी होइन स्कुटी त स्कुटी हो स्कुटीबाटै आएको बबाल बाटो नि बिहानै आएको हामी चाहिँ बबाल भ्यू थियो सनराइज नि दामी थियो भ्यू पनि दामी थियो यिनीहरू चाहिँ हेर्नु कति टाढो कुदेछ राजन दाई मलाई नि एउटा काफल एक काफल ऐसलु यहाँ केटा गाइस ऐसलु टिप्नै मिलेन कि यहाँ अथा ऐसलु यो ऐसलु तर ऐसलु मैले यो दोस्रो तेस्रो टाइम होला तर दामी छ ऐसलु त यो काफलको बुट चाहिँ के काफलको हो तर थाहा भएन उहाँ झुप्पा छ नि ओइ झुप्पा टिप्न आउँथ्यो झुप्पा उहाँ माथिको झुप्पा कति धेरै रहेछ यसमा त दाइ ओइ मायालुलाई दिएको काफल ए ऐसेलु के ऐसेलु यहाँ दाइ यो टिप्नु न त्यो ऐसेलु खानु भयो यहाँ उपरदाङ गढी आउँदा हुन्छ बाटोमै छ फ्रीमा हो पैसा तिर्नु पर्दैन पैसा तिर्नु पर्दैन घाम जुन टिप्नी खाने दाइ 2टा दिनु न यहाँ 5वटा हुन्छ कि 2जोडा खानु त्यो 3टा मात्रै खानु हुन्न अरे खुर्पा लिएर मागेर मामाकोबाट ए मामा फेरि मामै जस्तै छ खोया जस्तो मामा छ भान्जालाई चिन्दैन यसलाई भन्छ यसले है गाइज बोका हेर्ने हो गाइज बोका हेर्ने हो गाइज बोका हेर्ने हो गाइज बोका हेर्ने हो गाइज बोका हेर्ने अर्को बोका ठुलो बोका सानो बोका सबै बोकै बोका गाइज बोका हेर्ने हो धन्यवाद हजुरलाई धेरै धेरै धन्यवाद
राजन दाइ तपाईँलाई धेरै धन्यवाद है यो 3टा ऐसेलु दिनुभएकोमा। यो ऐसेलु म घर लगेर फ्रिजमा लगेर यस्तो जुस जुस निस्किला नि 1 लिटर जति त। बोटे उखालौँ न केटा हो। कस्तो अमिलो छ दाइ यो त। मिठो हो नि त, एउटा देखाउन अँ औषधि खानामा गाई फेरिमा अर्ग्यानिक औषध केही नआएको अस्ति कुन चाहिँले हगेर उम्रिएको ऐसेलु हो। ओ यार हुन त म के बता नि जे भने म त्यही मकै त्यो फराएर खान्छ के गर्नु जे भने मोल त बसे नि। खै गाइज काफल गाइज ऐसेलु ला दिन त ल त म गाइज बगाएर नि हो। खै केटी आउँदैछ अरे कि चिन्न दाइ अझै ऊ त्यो झुपाटीमा आगो नर ला हस्पिटल लानुपर्छ या लत्तै हुने भाइ यार उयो निकाल्नु नङ कसको हो धन्यवाद धन्यवाद ऐसेलुलाई जम गाइज। यताबाट जाने हैन माथिबाट जाने माथिबाट कहाँ अम्मा म माइल दाइ केही बसेर खाँदा माथि 3टा काफल दियो होइन तर मिठो चाहिँ मिठो छ दामी छ काफल त। माइल दाइ भन ले हेलमेट म अलिक दिन्छु ओइ। गाइज हामी चाहिँ अब ऐसेली खायौँ हामी। अब हामी पर्छ नि त भात पकाउनु लाग्नु मम्मीलाई बोजू। अब हामी घर जान्छौँ। गाइज केराको बुट हेर्नुहोस् होला हामी चाहिँ उ त्यो यो फेदबाट होइन हामी चाहिँ यो फेदबाट हामी त्यो फेजसम्म चाहिँ एकचोटि हामी पहिले हो 12 एक्जाम दिएर हामी केटाहरू मिलेर आएको थियो अनि जसले यो डाँडाको टुप्पामा चढेर गाइज झर्ना पानी खाएर जाउँ न राजन दाइ। अनि त्यो डाँडाबाट माथि डाँडासम्म चाहिँ हामी लाइब्रेरी युनिभर्सिटीमा गयो त्यहाँबाट नि छर्लङ्गी यहाँ माथि गढी बबाल देखिन्छ। के बोल्नु छ हजुरलाई 2 शब्द मेरो ब्लग्समा। हामी अनि छोड्दै नजा अनि यहाँबाट चाहिँ तपाईँको अब यता कस्तो आफ्नै अलिक बाटोतिर अलिक तल उहाँ बाटोमा बनाउने कि एउटा बाटो बनाउने हो नि तपाईँ गाउँदेखि नि बाटोमा हुँदैन त्यस्तो। तपाईँको यता जानुभयो भने अब फिसलिङ अनि मायाटार अनि के टार चाहिँ यताबाट पुगिन्छ। मुङलिङ पनि यहाँबाट सजिलो हुन्छ हामीलाई झर्नलाई। खै कहाँ लालीगुराँस गाइज लालीगुराँस है भेट्यो बल्ल तपाईँको तलतिर झऱ्यो भने चाहिँ अनि एकैचोटि शक्तिखोर पुगिन्छ। शक्तिखोर टुप्पैमा पुगेन नि त्यतिखेर त हिँडेर यो त्यहाँबाट त्यो बाटो कोरेटो जस्तो देखियो नि त्यहाँबाट हिँडेर त्यो टुप्पामा पुग्यो। लालीगुराँस टिपेल त्यहाँ भिरमा थियो त टन्नै छ त्यहाँ बुटहरू त। ओह्रालोमा त दाइ होइन खुट्टाले चारवटा खुट्टा टेकेर झऱ्यो हामी त्यस्तो ओह्रालो थियो त्यहाँ। केटाहरू पानी परेर लड्यो नि एक्सिडेन्टमा हामी लम्मै पल्टायो। हामी पनि त्यही केटाहरूको पछाडि थियो
हामी चाहिँ धन्न बिस्तारै थियो हामी त अनि खासै केही प्रब्लम त होइन ओइ नाजिङ क्या मेरी मायालाई पानी तिर्खे लाग्यो मलाई टेक इट माई हेलमेट आफै मैले Thank you for watching my video. PLZ like and subscribe.